This video is made for educational purposes only. I do not promote any illegal activity. The information in this video is shared to help users understand how to create and use Telegram. हेलो साथीहरु, आज चाहिँ म तपाईलाई नेपालमा टेलिग्राम कसरी ओपन गर्नु वा टेलिग्राम अकाउन्ट कसरी बनाउने त्यसको बारेमा सिकाउन गइरहेछु। हाउ टु ओपन टेलिग्राम अकाउन्ट इन नेपाल, हाउ टु लग इन टेलिग्राम अकाउन्ट इन नेपाल। आज चाहिँ मिति रहेको छ इंग्लिश डेट थर्सडे 2 अप्रिल 2026 र हाम्रो नेपाली मिति चाहिँ रहेको छ 2082 चैत्र 19 गते बिहीबार। र यसको लागि चाहिँ तपाईसँग टेलिग्राम एप हुनु पर्यो र जुनै एउटा VPN डाउनलोड भएको हुनु पर्यो। मसँग चाहिँ यहाँ प्रोटोन VPN छ, तपाईले जुनै एउटा फ्री VPN डाउनलोड गर्नु होला। र नेपालमा चाहिँ टेलिग्राम ब्यान भएको कारणले हामीले VPN युज गर्नुपर्छ। र यदि तपाईको वाइफाईमा वा डाटामा VPN बिना पनि ओपन हुन्छ भने तपाईले VPN युज नगर्दा पनि हुनेछ। र चाहिँ म यहाँ प्रोटोन VPN ओपन गर्छु। ओपन गरेर यहाँ देख्न सक्नुहुनेछ नेपाल देखाइरहेछ। म चाहिँ नेपालको बिच ठाउँमा छु भनेर देखाइरहेछ। तपाईले कनेक्टमा थिच्दिनु होला र यो चेन्ज भएर हाम्रो नेदरल्यान्डमा पुगिसकेको छ। र यहाँ हाम्रो नेदरल्यान्डमा पुगिसकेको छ। तपाईको VPN कनेक्ट भइसकेको छ। तपाईले यहाँ अब टेलिग्राम एप ओपन गर्नु होला। र ओपन गरिसकेपछि तपाईले यहाँ आफ्नो नम्बर हाल्नु होला। यहाँ तपाईले जीमेल आईडी हाल्नु पर्ने हुनेछ। म चाहिँ यहाँ एउटा जीमेल आईडी हाल्छु र यति हालिसकेपछि तपाईले कन्टिन्यू गर्दिनु होला। र कन्टिन्यू गरिसकेपछि तपाईको जीमेलमा चाहिँ टेलिग्रामबाट कोड आउँछ। तपाईले चाहिँ त्यो कोड कपी गरेर टेलिग्राममा हाल्दिनु होला। र तपाईले यहाँ देख्न सक्नुहुनेछ टेलिग्रामबाट कोड आइसकेको छ 509529 509529। र यति गरेपछि तपाईको एनटीसी को नम्बरमा पनि कोड आउँछ। तपाईले आफ्नो एसएमएसमा चेक गर्न सक्नुहुनेछ वा तपाईले एकछिन यही टेलिग्राममा तपाईले वेट गर्न सक्नुहुनेछ। केही बेरमा तपाईको कोड यही अटोमेटिकली आइहाल्छ। र देख्न सक्नुहुनेछ मेरो कोड आइसकेको छ र मैले कोडलाई क्लिक गरिदिसकेपछि अब यस्तो आएको छ। यहाँ चाहिँ तपाईले आफ्नो फर्स्ट नेम र लास्ट नेम राख्नु पर्ने हुनेछ। तपाईको नाम र थर म चाहिँ यहाँ जे पनि राखिदिन्छु बाउन बुढो भनेर र कन्टिन्यू गरिदिन्छु। र यति गरिसकेपछि तपाईको टेलिग्राम अकाउन्ट बनिसकेको छ। र यसरी नै तपाईले एसएमएस फ्री प्रब्लम, ओटीपी कोड प्रब्लमहरु तपाईले समाधान गर्न सक्नुहुनेछ। र यसको लागि चाहिँ म फेरि पनि भन्न चाहन्छु तपाईले एनटीसी को नम्बर मात्र युज गर्नु होला। त्यसमा मात्र तपाईको कोड आउने गर्दछ। र तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, सब्स्क्राइब र छेउमा रहेको बेल आइकनलाई पनि दबाइदिनु होला।